होइन यही कुरा क्लियर हुन चाहेको थिएँ कि मान्छेले तपाईँलाई के भनिरहेछ भने कुटनीतिक त्यो एउटा दूरदर्शिता नै छैन भनिरहेछ क्या मान्छेले चाहिँ। कुटनीति भनेको के हो? त्यो मान्छे जसले मलाई भन्यो नि उसलाई थाहा छ कुटनीति डिप्लोमेसी भने के हो भन्ने। अब जस्तै डिप्लोमेसी तपाईँ र म डिप्लोमेसी गर्ने अनि मैले चाहिँ तपाईँको घरै खाइदिने भने तपाईँ त्यो डिप्लोमेसी भन्नुहुन्छ? नेभर। अनि त्यो चिज हो नि डिप्लोमेसी गर्ने त बाबा। आउटसाइड द बोर्डर गरौँ न डिप्लोमेसी, होइन? सुमधुर सम्बन्ध गरौँ, विदेशीहरू पनि आउनु हामीले स्वागत गरौँ, हामीलाई पनि जाँदाखेरि स्वागत होस्। हाम्रो देशको सरकारले उलट पलट गरिदिने, कुन पार्टीले जित्ने भन्ने, उनीहरूले डिजाइन बनाउने, कहाँ के जलाउने भन्ने डिजाइन बनाउने, कतिजना मान्छेलाई उफार्ने भन्ने, यो त सारा हस्ता चाहिँ भएन र भनेको क्या। ती मान्छेहरूलाई थाहा छैन सर डिप्लोमेसी र इन्टरफेरेन्समा के फरक हो भन्ने थाहा छैन, र इन्टरफेरेन्स र इन्भेजनमा के फरक हो भन्ने पनि थाहा छैन फेरि। अनि त्यस्तो मान्छेले मलाई डिप्लोमेसी पढाउने? डिप्लोमेसी भनेको त विश्व लिम्बू र हर्क साम्पाङको मित्रता पो होला त डिप्लोमेसी त, होइन र? अनि मैले चाहिँ षड्यन्त्र गरेर विभिन्न जाल छाँच गरेर विभिन्न तपाईँको तिकडम लगाएर तपाईँको सम्पत्ति हत्याउन थालेँ, होइन? तपाईँको स्टुडियो हत्याउन थालेँ भनेदेखि त द्याट्स नट डिप्लोमेसी फ्रम माई साइड। र त्यो तपाईँलाई थाहा हुनुपर्छ, होइन? अनि डिप्लोमेसी भन्ने तपाईँ र म अँगालो मार्ने हो नि, तर तपाईँको काँधमाथि चढेर मेरो हाइट बढाउनु खोज्नु मिल्दैन क्या मैले। त्यो चिज